दुईटा टाइप्सको हुन्छ हैन। एउटा चाहिँ कस्ट सिट मात्रै निकाल्ने, कस्ट सिट पुरै डिटेल्समा लेखेर ओपनिङ र क्लोजिङ, ओपनिङ एड गर्ने, क्लोजिङ के गर्ने लेस गर्ने, घटाउने गरेर सबैको स्टकहरू राखेर के को हुन्छ स्टक, र मेटेरियल्स अनि वर्क इन प्रोग्रेस र फिनिश गुड्सको हो, त्यो राखेर गर्नुपर्छ डिटेलमा कस्ट सिट। अनि अर्को टाइपको क्वेसन भनेको चाहिँ कस्ट सिट र टेन्डर सिट भएको हैन, दुईटै भएको। कस्ट सिट र टेन्डर सिट निकाल्ने चाहिँ एकदमै सजिलो हुन्छ, तर कहिलेकाहीँ चाहिँ अलिकति गाह्रो आइदिन्छ। क्वेसन हेरेर पहिला सुरु, द डिटेल्स अफ म्यानुफ्याक्चरिङ एन्ड द कस्ट अफ 2000 युनिट्स भने। अब यो म्यानुफ्याक्चरिङ भन्ने बित्तिकै म्यानुफ्याक्चरिङ कस्ट भनेको यो कस्ट सिटको लागि भनेर बुझ्ने है। हामीले दुईटा बनाउँदैछौँ, कस्ट सिट र टेन्डर सिट। यसमा यो क्वेसनमा चाहिँ यो क्वेसनको टाइप भनेको के हो, कस्ट सिट र टेन्डर सिट निकाल्ने खालको, त्यही भएर। अनि यसमा डिटेल्समा दिएको छ नि, यो म्यानुफ्याक्चरिङ भनेपछि चाहिँ के को, कस्ट सिटको। कस्ट सिट जहिले पनि के हुन्छ, प्रिभियस इयरको भनेर नि दिएको हुन्छ, प्रिभियस इयर र लास्ट इयर भनेर नि दिएको हुन्छ। अब हामीलाई युनिट दिएको छ नि, हो यति बेला चाहिँ अब हामीलाई युनिट चाहिन्छ है यहाँनिर लेख्ने। कस्ट सिट कति युनिट्सको बनाउँदैछ हामीले, 2000 युनिट्सको बनाउँदैछौँ, यो थाहा हुनुपर्छ है। अहिले किन थाहा हुनुपर्छ भन्दा अहिले त्यहाँ रेट निकाल्नुपर्छ र मेटेरियल्सको, कस्ट अफ र मेटेरियल्स र लेबर कस्ट। अब हामीलाई दिएको छ डाइरेक्ट मेटेरियल, डाइरेक्ट वेजेस, फ्याक्ट्री ओभरहेड, एडमिनिस्ट्रेटिभ ओभरहेड, सेलिङ एक्सपेन्सेस। सेलिङ एक्सपेन्सेस भन्ने पनि हुन्छ, ओभरहेड भन्ने पनि भयो है। अनि प्रफिट चाहिँ केमा दिएको छ, 20% अफ सेलिङ प्राइस भनेर दिएको छ। यो भनेको यतिको इन्फर्मेसन चाहिँ के को लागि भयो, कस्ट सिटको लागि भयो, यति माथिसम्म। अब यो डाइरेक्ट निकाल्न सकिन्छ है। अनि तलपट्टि जाऊ, अब द डिपार्टमेन्ट वान्ट्स टु एस्टिमेट। अब एस्टिमेट भन्ने त्यही के हो, यो चाहिँ टेन्डर सिटको लागि। अब यहाँबाट इन्फर्मेसन चाहिँ टेन्डर सिटको लागि छ भनेर बुझ्नु। टेन्डर सिटको लागि चाहिँ अब एस्टिमेट्स गरेको, कोटेसनको लागि कोटेट गरेको भनेर आयो भने चाहिँ त्यो चाहिँ के हो, टेन्डर सिट हो भनेर बुझ्ने है। द कस्ट एन्ड द सेलिङ प्राइस 5000 युनिट्स। अब उसको लागि कति छ, टेन्डर सिटको लागि चाहिँ अब हामीले टेन्डर बनाउँदै गरेको चाहिँ 5000 को लागि। अब यो 5000 बेच्नलाई कति कोटेसन प्राइस कति निकाल्ने, टेन्डर प्राइस कति निकाल्ने भनेर हुन्छ यसमा। कस्ट अफ र मेटेरियल्स, रेट अफ कस्ट अफ र मेटेरियल्सको चाहिँ पर युनिट रेट निकाल्नुपर्छ है। पर युनिट निकालेपछि अनि लेबर कस्ट पनि यहाँबाट पहिला। अब जहिले पनि हामीले के गर्छौँ, यो टेन्डर सिटको लागि इन्फर्मेसनहरू भनेको जहिले पनि केबाट निकाल्छौँ हामीले, कस्ट सिटबाट। भनेपछि रेट निकाल्दा पनि यो कस्ट अफ मेटेरियलको पर युनिटको रेट निकाल्दा पनि हामीले यो माथि नै कस्ट सिटबाटै निकाल्ने है। अनि त्यसपछि जति आउँछ त्यसको अहिले 20% चाहिँ इन्क्रिज गर्ने, इन्क्रिज भनेको प्लस गर्ने, डिक्रिज भने नि माइनस गर्ने है। यो अहिले गर्दाखेरि आउँछ। अनि अदर ओभरहेड्स आर एलोकेटेड एज अन्डर भनेको छ। फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ प्राइम कस्ट भनेको छ हैन। अब फ्याक्ट्री ओभरहेड चाहिँ केसँग बेस्ड छ भने प्राइम कस्टसँग। केही नि भनेको छैन, क्वेसन साइलेन्ट छ भने चाहिँ के गर्ने, हामीले डाइरेक्ट के गर्ने, डाइरेक्ट वेजेसमा गर्ने, डाइरेक्ट वेजेस अर डाइरेक्ट लेबर, जे भने पनि एउटै हो। त्यो चाहिँ कहिले पनि नबिर्सिने है। फ्याक्ट्री ओभरहेड भन्ने बित्तिकै क्वेसन साइलेन्ट छ भने निकाल्नै पर्छ। माथि दिएको छ भने ओभरहेड्सहरू दिएको छ भने जे टाइटलमा ओभरहेड्सहरू दिएको छ त्यहीको के चाहिन्छ हामीलाई, टेन्डर सिटको लागि के चाहिन्छ, पर्सेन्टेज निकाल्नुपर्छ पहिलाको हेरेर है। त्यही भएर दिएको छैन भने निकाल्नु पर्दैन। जस्तो यो सेलिङ एक्सपेन्सेस, सेलिङ ओभरहेड कहिलेकाहीँ नदिन सक्छ, कस्ट सिटमा दिए छैन भने अब टेन्डरको लागि पनि के भयो, चाहिएन, निकाल्नै परेन क्या पर्सेन्टेज होइन त। त्यही भएर अब यहाँ अरू इन्फर्मेसन दिएको छ, प्राइम कस्ट एन्ड अदर ओभरहेड्स अन द बेसिस अफ फ्याक्ट्री कस्ट। अब अदर ओभरहेड्सहरू के बाँकी रह्यो, एउटा फ्याक्ट्री ओभरहेड चाहिँ अन द बेसिस अफ प्राइम कस्ट, अनि अदर ओभरहेड्स के छ भने माथि छ अफिस र अनि के छ सेलिङ, दुईटा छैन। अब यो दुईटाको निकाल्दा चाहिँ केबाट, फ्याक्ट्री कस्टबाट। अदर भनेको यहाँ जे छ माथि कस्ट सिटमा त्यही हो क्या है। अब रिक्वायर्डमा छ कस्ट सिट र टेन्डर सिट। सजिलो छ, क्वेसन पहिला बुझ्ने अनि त्यसपछि गर्ने है। अब हामी पहिला सुरु कस्ट सिट गरिहालौँ। डाइरेक्ट लेबर कति छ, लेबर अर वेजेस 50,000। डाइरेक्ट जोडेर के आउँछ हाम्रो, प्राइम कस्ट आउँछ। के पछि के आउँछ भनेर सिरियल वाइज चाहिँ हुनु पर्यो है। 130 लाख छैन, 130,000, 1,30,000
यो आयो अनि यसमा अब फ्याक्ट्री ओभरहेड एड गर्यो भने के हुन्छ? अब सेकेन्डमा फ्याक्ट्री ओभरहेड हैन, फ्याक्ट्री ओभरहेड एड गर्यो भने चाहिँ के आउँछ हाम्रो? कति छ? 20,000 यो गर्यो भने फ्याक्ट्री कस्ट आयो। फ्याक्ट्री कस्ट आयो। यसलाई फ्याक्ट्री कस्टलाई के पनि भन्छ भनेको? के भन्छ फ्याक्ट्री कस्टलाई? वर्क कस्ट पनि भन्छ। यसलाई फ्याक्ट्री कस्टलाई वर्क कस्ट पनि भन्छ। फ्याक्ट्री ओभरहेडलाई वर्क ओभरहेड भनेर दिएको पनि हुनसक्छ है, नझुकिने। हामीले त फ्याक्ट्री मात्र गरिराख्यो भनेर भन्दा अनि एडमिनिस्ट्रेटिभ ओभरहेड, एडमिनिस्ट्रेटिभ ओभरहेड यसमा अब अफिसमा जानेहरू हुन्छ। अब कस्ट सिटमा गरिन्छ के जान्छ यसभित्र भनेर हैन, कस्ट सिटमा चाहिँ डिटेल्समा चाहियो। यसमा अब हामीलाई हेडिङ मात्रै 10,000 गरेर यो गरेर हाम्रो के आउँछ? कस्ट अफ प्रोडक्सन, कस्ट अफ प्रोडक्सन आउँछ 160,000। अनि त्यसपछि यसमा एड गर्यो भने सेलिङ ओभरहेड एड गर्ने, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड हैन, कति छ हाम्रो? सेलिङ 5,000 छ। 5,000 आयो भने 165,000 आउँछ। यो के आयो? टोटल कस्ट। सेलिङ ओभरहेड छैन भने यही माथि नै कस्ट अफ प्रोडक्सन नै टोटल कस्ट हुन्छ है, नझुकिने। टोटल कस्ट भयो यति भयो। अब यो प्रफिट भनेको चाहिँ यो प्रफिट भनेको यो दुईटैलाई हो है, यो टेन्डरलाई पनि यही हो रुल हुन्छ, कस्ट सिटलाई पनि हुन्छ। कहिले काहीँ एन्सर दिएको हुन्न, निकाले नि हुन्छ ननिकाले नि हुन्छ के यताको प्रफिट चाहिँ, तर निकाल्दा राम्रो। टोटल कस्टमा अब के गर्ने? प्रफिट एड गरेपछि के आउँछ हाम्रो? सेल्स आउँछ। अब प्रफिट अफ सेलिङ प्राइस भनेपछि हामीलाई टोटल कस्ट इन्टु कति पर्सेन्ट छ? 20/100 माइनस 20। हामीलाई यो फर्मुला थाहा भइसक्यो हैन? यो गरेर निकाल्दा त कति आउँछ? 41,000 आयो। यो गरेपछि के आउँछ बल्ल? 41,250 यो आउँछ, सेल्स आउँछ। किन त टोटल कस्टमा प्रफिट जोड्यो भने कसरी सेल्स आयो त? जस्तो हाम्रो सामान एउटा चाहिँ हैन बनाउँदाखेरि 800 रुपियाँ लागेछ भने अब हामीले 800 मै बेच्छौँ त हो कि लागेको खर्चहरू के अब कति प्रफिट राख्ने? 200 राख्ने कि 300 राख्ने कि 500 राख्ने कि हैन? 200 राख्ने जस्तो हामीले एउटा एउटा केही सामान बनाछौँ, जस्तै मानौ अहिले त स्मल बिजनेसहरू धेरै हुन्छ नि हैन, एउटा डायरी अथवा हुन्छ नि डायरी बनायो, त्यस्तो बिजनेस नै गर्छ नि हैन, डायरी चाहिँ राम्रो कभरको डायरीहरू गरेर अनि बनायो, उसको कस्ट चाहिँ के छ? 800 छ। टोटल कस्ट सबै गरेर 800 लाग्यो भनेपछि अब 800 मै बेचिन्छ र हामीले बेच्दैन नि त। अब त्यसको प्रफिट कति जोड्ने त? यति मेरो चाहिँ 800 रुपियाँ लाग्यो यो बनाउँदाखेरि, अब मैले 200 जोड्यो भने 1000 रुपियाँमा बेच्नु पर्यो हैन? प्रफिट अब 300 गराउन मन छ भने 300 जोड्यो भने कतिमा बेच्यो? अब 1100 मा बेच्यो। हो त्यसरी नै यदि एउटा सामान यो 2000 युनिट्स बनाउँदाखेरि 1,65,000 लाग्यो भने अब यसमा चाहिँ हामीलाई कति यसको 20% जोड्यो भने टोटल कस्टको 20% जोड्यो भने चाहिँ सरी सेल्समा राखेर 20% जोड्यो भने चाहिँ कति राख्नु पर्छ प्रफिट? 41,250 हैन, 41,250 चाहिँ हामीले प्रफिट जोड्यो भने हामीलाई के आयो? सेल्स आयो 2,06,250 यति आयो। यो क्लोज गरिदिने। अब हामीलाई यहाँनिर वर्किङ नोटहरू चाहिन्छ कि वर्किङ नोटको लागि यहाँ तल अब यति भयो। यो बुझेछ है? यो यति गरेपछि कति आउँछ? 3 मार्क्स आयो। केही गाह्रो छैन है, सिरियल वाइज चाहिँ लेख्नु पर्यो है, के पछि के आउँछ भनेर बुझ्यौ नि? फ्याक्ट्री कस्ट अनि कस्ट अफ प्रोडक्सन, सरी प्राइम कस्ट, फ्याक्ट्री कस्ट, कस्ट अफ प्रोडक्सन अनि टोटल कस्ट अनि सेल्स, केमा के जोडेपछि के आउँछ भनेर चाहिँ थाहा हुनु पर्यो, सिरियल वाइज हुनु पर्यो। 8 मार्क्सको हो, केयरलेस नगर्ने है। टेन्डर सिटको लागि पनि एउटै सेम हो।
के आउँछ पर्टिकुलर सबै अनि एमाउन्ट। अब यो दुईटा अमाउन्ट डिटेल्समा राख्ने हुन्छ, एउटै गर्दा नि हुन्छ। कस्ट सिटमा चाहिँ कस्ट सिट मात्रै हामीले डिटेल्समा बनाउँदा चाहिँ धेरै हुन्छ नि त इन्फर्मेसनहरू, त्यही भएर एकै ठाउँमा के हुन्छ फोर देखिन्छ, बुझ्दा नि बुझ्दैन, अनि कुन पछि कुन जोड्ने भनेर कन्फ्युज आफै कन्फ्युज हुन्छ। त्यही भएर दुईटा, एउटा डिटेल्स अमाउन्ट एउटा टोटल अमाउन्ट चाहिँ राख्नुपर्ने हुन्छ। यसमा त अब केही पनि छैन, सब बस हेडिङ हेडिङ मात्रै छ, त्यही जोड्दै जाने हो, केही पनि छैन। अब यसको लागि चाहिँ हामीलाई के चाहियो, अब डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेस। अब हामीलाई के दिएछ इन्फर्मेसन, अरू क्वेसनमा चाहिँ के हुन्छ डाइरेक्ट दिँदैन हामीलाई होइन, डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेस भनेर दिएको हुन्थ्यो, तर हामीलाई चाहिँ यहाँ के इन्फर्मेसन दिएको छ त, कस्ट अफ मेटेरियल विल बी इन्क्रिज बाई 20% भनेको यसो 80,000को गर्ने होइन क्या डाइरेक्ट, यसो गर्ने होइन। पहिला रेट निकाल्ने, किन त भन्दाखेरि किन डाइरेक्ट यो नगर्ने भन्दा यहाँनिर 2000 छ, अब यो चाहिँ कति हो टेन्डर सिट 5000, फरकै छ नि त युनिट्स त, युनिट्स एउटै भएको भए चाहिँ मिल्थ्यो क्या बरु है, एउटै युनिट्स एउटै सामान बेचेछ, अब यसको 80,000को 20%ले बढायो भन्दा मिल्थ्यो। तर के छ हाम्रो यहाँ युनिट चाहिँ फरक छ, यहाँनिर अब 2000 युनिटको कस्ट सिट बनायो, यता चाहिँ कति छ टेन्डर सिट 5000को छ भनेपछि युनिट युनिट नै के छ हाम्रो फरक छ नि त। त्यही भएर हामीले चाहिँ यो 20% भनेर यो 80,000लाई गर्ने होइन, पहिला सुरु के निकाल्नु पर्यो, यहाँ वर्किङ नोट भनेर लेख्नु, कस्ट अफ मेटेरियल्स निकाल्ने, त्यसको के निकाल्ने पर युनिट निकाल्ने क्या। अब वर्किङ नोट यो दुईटा थप्यो, अरू त त्यो ओभरहेड्सहरूको लागि त त्यही पर्सेन्टेजै निकाल्ने हो, पहिला जसरी गरेको थियो त्यसरी नै, अरू हामीले गरिसकेका छौँ होइन, क्वेसनहरू धेरै नै गरिसकेका हो। अब यसको चाहिँ के हुन्छ भन्दाखेरि पहिलाको डाइरेक्ट मेटेरियल जति छ नि त्यही राख्ने, अब फर्मुला आफै बनाए नि हुन्छ, नभए डाइरेक्ट मेटेरियल कति छ पहिला 80,000 छ, अपन कतिको 2000 युनिटको होइन यो 80,000 हो, 2000 लेख्ने, 2000 युनिट लेख्ने, 3 0 काट्यो, 2 4 जा 8 0 भनेपछि आरएस कति आयो 40 रहेछ है। यो भनेको यस्तो रहेछ कि 2000 युनिट्स एट दि रेट कतिले आरएस 40 ले गरेर 2000 इन्टु 40 80,000 भयो, यसरी आएको रहेछ यो हो, यो रेट हो भने अब यो रेटलाई बढाउने हो नि त, कतिले बढाउने 20%ले बढाउने। अब पर टेन्डरको लागि चाहिँ के हुन्छ, अब टेन्डरको लागि चाहिँ कस्ट अफ मेटेरियल पर युनिट कति हुन्छ भन्दाखेरि अब यही 40 कै बढाउने होइन, 40 प्लस 40 को कति 40 मै जोड्ने हो नि त, 20% गर्दा कति हुन्छ 40 प्लस यो भनेको कति हुन्छ 8 हुन्छ, 48 हुन्छ, आरएस 48 आयो भनेपछि यो बढायो, यो 48 बढ्यो नि, यो 20%ले बढेको 48 हो, यो 48ले चाहिँ बल्ल त्यो 5000लाई मल्टिप्लाई गर्ने है। अब डाइरेक्ट मेटेरियल चाहियो यहाँनिर, डाइरेक्ट मेटेरियल कति आयो डाइरेक्ट 5000 कति एट द रेट आरएस 48 नै सकिसकेको छ, 2,40,000। अब त्यसरी नै डाइरेक्ट वेजेसको निकाल्ने है, डाइरेक्ट वेजेसको अब कति हो लेबर कस्ट पर युनिट एउटा निकाल्यो, 2 लेबर पर युनिट कति छ हाम्रो पहिला 50,000, 50,000 को कतिले डिभाइडेड बाई 2000 है, 2000 गर्दाखेरि 0 0 कट भयो भनेपछि कति आउँछ 25 आउँछ। अब यसमा पर टेन्डरको लागि के भयो, टेन्डरको कति बढाउने भने लेबर कस्ट पर युनिट चाहिँ 25 प्लस 25 अफ 10% कति आयो 2.5 25
25 point कति आयो ए 27 सरी 27.5 आयो हैन अब त्यसरी नै के गर्ने डाइरेक्ट वेजेसको राख्ने डाइरेक्ट वेजेस भनेको कति छ अब 5000 को कतिको दरले @rs 27.5 गर न कति आयो 1,37,500 आउँछ यो जोडेपछि के आयो प्राइम कस्ट आयो प्राइम कस्ट धोका दियो 3,77,500 यो गरेर एड अब सबै ओभरहेड्सहरुको चाहिँ पर्सेन्टेज निकाल्ने है यो दुईटा भयो अब तीनमा अब पर्सेन्टेज निकाल्ने भनेको पर्सेन्टेज पनि के गर्ने के छ ओभरहेडहरु फ्याक्ट्री ओभरहेड एडमिनिस्ट्रेटिभ ओभरहेड र सेलिङ ओभरहेड यो तीनटैको के गर्नु पर्यो पर्सेन्टेज निकाल्नु पर्यो हैन पर्सेन्टेज चाहिन्छ टेन्डर शीटको लागि डाइरेक्ट मेटेरियल र डाइरेक्ट वेजेसको लागि चाहिँ पर युनिट चाहियो कति थियो युनिट वाइज र अहिले युनिटको भयो फ्याक्ट्री ओभरहेड र एडमिनिस्ट्रेटिभ ओभरहेड अनि सेलिङ ओभरहेडको चाहिँ के निकाल्नु पर्छ पर्सेन्टेज है पहिला एकैचोटी निकालेर गरे नि हुन्छ है पर्सेन्टेज अफ के को फ्याक्ट्री ओभरहेडको फ्याक्ट्री ओभरहेड्स अन द बेसिस अफ प्राइम कस्ट भनेपछि हामीलाई जे भन्ने त्यही लेख्नु पर्यो प्राइम कस्ट गरेर कति हुन्छ पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड अन प्राइम कस्ट अब प्राइम कस्ट हेर्ने अब यहीँबाट सबै अब यसमै हेर्ने कस्ट शीटमा कति छ फ्याक्ट्री ओभरहेड 20,000 आफै बनाउने भने फर्मुला फ्याक्ट्री ओभरहेड भनेपछि फ्याक्ट्री ओभरहेड माथि हुनु भयो अनि के को बेसमा भनेपछि प्राइम कस्ट तल हुनु पर्यो प्राइम कस्ट कति छ 1,30,000 1,30,000 इन्टु 100% गरेपछि जहिले पनि पर्सेन्टेजमा लानु 100 ले मल्टिप्लाई गरे भने 1 2 3 4 0 3 टा र 2 टा 15.36 भने चाहिँ 5 गराइदिनु यति राख्यो यति पर्सेन्टेज है अनि फोमा पर्सेन्टेज अफ के को पर्सेन्टेज अब एडमिनिस्ट्रेटिभ ओभरहेडको चाहिँ पर्सेन्टेज अन केमा हो फ्याक्ट्री कस्टमा सर्टकटमा लेख्छ है फ्याक्ट्री कस्ट अब एडमिनिस्ट्रेटिभ माथि हुने भयो 10,000 अपन कति छ कस्ट इन्टु 100% 4 0 2 टा गर त कति आउँछ ल यति आयो अब 5 मा पर्सेन्टेज अफ के को पर्सेन्टेज अब सेलिङ ओभरहेडको अन केमा फ्याक्ट्री कस्टमै भयो अब सेलिङ ओभरहेड सुरुमा माथि राख्ने 50,000 हैन सुकिहाल्छ के यो मार्कर त छ 50,000 डिवाइडेड बाइ 1,50,000 यही फ्याक्ट्री कस्ट नै भयो इन्टु 100 हजुर उहाँको 50 दिनु ए 5,000 र 50 दिन्छ 5,000 ले चाहिँ 3.333 ल जतिवटा 3 लेख्नु ल यसरी नै अब यसमा राख्दै जाने फ्याक्ट्री ओभरहेड एड गर फ्याक्ट्री ओभरहेड कति भन्यो 15 अब यही पर्सेन्टेज अहिलेलाई चाहियो 3 टेन्डर शीटको लागि चाहियो हैन पर्सेन्टेज अफ के को भन्दाखेरि प्राइम कस्टको 3,77,500 गरेर फ्याक्ट्री कस्ट आउँछ हेर त कति आथ्यो हिजो गराएको थिएन कति आथ्यो 58,078 आथ्यो यहाँ हैन यति आछ हो प्लस गर त त्यसैमा 3,705 प्लस
58,078 गर्दाखेरि 4,35,578 भयो नि त। अब एड त्यहाँ एन्सर नै छ होला 79 हो यो क्वेसन। एड के गर्नु पर्यो एडमिनिस्ट्रेटिभ ओभरहेड। एडमिनिस्ट्रेटिभ ओभरहेड कति भने 6.667% अफ यो के को फ्याक्ट्री कस्टको 4,35,578। अब त्यो 10-20ले फरक परेर केही पनि हुँदैन पोइन्ट पछाडि है सकिन्छ पोसिबलै हुँदैन। यो आउँछ 2940 होइन 2940 4,35,578 4,35,578 प्लस 29,040 तिमीहरूले कति ढिलो पर्छ 4,64,618 1 यता गरेँ मैले दिएँ राउन्डिङ गरेर। अब के छ के आयो अब भन्दाखेरि कस्ट अफ प्रोडक्सन आयो हाम्रो होइन कस्ट अफ प्रोडक्सन राउन्डिङमा गरेर राख्ने राउन्डिङ गरेर राख्ने कि सजिलो हुन्छ। अनि एड अब यसमा एड के गर्नु पर्यो सेलिङ ओभरहेड। सेलिङ ओभरहेड कति डार्क भएछ सेलिङ ओभरहेड कति छ हाम्रो अब 3.333% अफ के को यो पनि फ्याक्ट्री कस्टको होइन 4,35,578 को ल कति हुन्छ यसको 4,35,578 को 3% डिवाइड बाई 100 14,517 आगे 19 कति राखेको अब यसमा 4,64,618 प्लस 14,519 गर्दाखेरि 4,79,137 होइन भयो हेर त कति आयो टोटल कस्ट यो टोटल कस्ट आयो अब हाम्रो भयो होइन। अब प्रफिट एड के गर्नु पर्यो हाम्रो टोटल कस्टमा प्रफिट एड गर्नु पर्यो। प्रफिट कति भनेछ टोटल कस्टको 4,79,137 को 20% डिभाइड बाई 100 माइनस 20 माइनस गर्यो भने होइन आर रेटलाई टोटल कस्ट भन्यो भने चाहिँ टोटल कस्टको भन्यो भने डाइरेक्ट यसैको 20% गर्ने है त्यो अफ सेलिङ भनेको छ नि त यहाँ क्वेसनमा प्रफिट 20% अफ सेलिङ प्राइस भनेको भएर चाहिँ मैले के गरेँ 100 माइनस 20 गरेँ यहाँ तल 4,79,137 इन्टु 20 डिभाइड बाई 80 गर्दाखेरि चाहिँ 1,19,784 यति लेख्दा नि भयो अनि प्लस यसैमा 4,79,137 गर्दाखेरि कति लाग्यो 5,98,921 हो भयो